को स्तरमा सुधार गर्नको लागि निजी विद्यालयहरूको ठूलो भूमिका रहेको छ। सोही अनुसार हामीले आफ्नो क्षेत्रलाई, आफ्नो रामग्राम नगरपालिकालाई शिक्षा क्षेत्रमा अब्बल बनाउनको लागि स्थापना कालदेखि नै हामीले हाम्रा विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा दिइराखेको कुरा हाम्रो एससी लगायत बीएलई का नतिजाहरूले पनि प्रमाणित गर्छन्। यो सँगसँगै हामीले अझ रामग्राम नगरपालिकाको मेयर साहबको जुन एउटा सपना छ, सम्पूर्ण पहुँच नपुगेका विद्यार्थीहरूलाई पनि उत्कृष्ट शिक्षा दिने भन्ने उहाँको जुन एउटा अभिप्राय छ, जुन उहाँको एउटा उद्देश्य छ, त्यसलाई पूर्ति गर्नको लागि हामीले थप एउटा नयाँ कार्यक्रम लिएर आएका छौँ, जसको नाम हामीले निजी विद्यालय तथा मेयर छात्रवृत्ति कार्यक्रम राखेका छौँ। यो अन्तर्गत रामग्राम नगरपालिका भित्र सञ्चालन रहेका निजी विद्यालयहरूमा 250 जना विद्यार्थीहरूलाई हामीले पूर्ण छात्रवृत्ति दिएर उनीहरूलाई हामीले पढाउँछौँ। त्यो विद्यार्थी छनौटको प्रक्रिया सिधै नगरपालिकाबाटै त्यो विद्यार्थीहरू छनौट हुन्छन्। उहाँहरूले छनौट गरेर उसको पाएक पर्ने विद्यालयहरूमा उहाँहरूले पठाउनुहुन्छ र त्यो पठाएका विद्यार्थीहरूलाई हामीले पूर्ण छात्रवृत्ति प्रदान गरी पढाउँछौँ भन्ने कुराको हाम्रो रामग्राम प्याप्सनले पनि तपाईको निर्णय गरे अनुसार आज हामी नगर प्रमुखजीसँग एउटा सम्झौता गरेर यो अब विद्यार्थी सूचना निकाल्ने लगायतका अगाडिको प्रक्रिया अगाडि बढाउनको लागि हामीले आज सम्झौताको रूपमा यहाँ उपस्थित भएका छौँ र त्यही कुरा हजुरहरूलाई पनि जानकारी गराउन चाहन्छौँ। हस्तले विकास हुन चाहिँ आफ्नो अप्ठ्यारो छ र त्यसकारण चाहिँ अब केही उद्योगीहरूलाई पनि हामीले अनुरोध गरेका छौँ। उद्योगपतिहरूले चाहिँ उद्योग व्यवसाय सञ्चालन गर्नेहरू पनि हामीले सहयोग राखेको छ। त्यसै गरी चाहिँ अब हाम्रो यो बैंक अस्पताललाई पनि हामीले अस्ति भर्खर मिटिङ बसेको उहाँहरूसँग पनि उहाँहरूले पनि हामीले चाहिँ एउटा स्थानीय सरकारले चाहिँ विभिन्न गरेको योजनाहरूमा पनि उहाँहरूले सपोर्ट गर्ने राम्रो बनाउने हिसाबले चाहिँ हामी अगाडि बढ्दै जाँदाखेरि प्याप्सनसँग चाहिँ हामीले विगतका दिनदेखि चाहिँ एउटा पहल गरेको, जसमा कि एउटा गरिब र दलित, विपन्न र शहीदका परिवारहरू र खेलकुदमा ज्यानदार भएको र भनौँ न पढाइमा अलिक कमजोर त्यस्ता विद्यार्थीहरूलाई र कुनै चाहिँ पढाइमा एकदम राम्रो तर आर्थिक अवस्था कमजोर भएकाले चाहिँ पढ्न नसक्नेलाई चाहिँ हामीले निजी विद्यालयमा अलिकति सपोर्ट गरेर पढाउने र एउटा राम्रो जनशक्ति उत्पादन गर्ने भन्ने हिसाबले हामीले प्याप्सनसँग एउटा अनुरोध गरेर उहाँहरूले चाहिँ नेपाल सरकारले गरेका चाहिँ नियम र उहाँहरूले दिएका चाहिँ छात्रवृत्तिका बावजुद यो चाहिँ एउटा के रामग्राम नगरपालिकाले निजी क्षेत्रले चाहिँ छुट्टै किसिमको सपोर्ट गरेर चाहिँ यो चाहिँ रामग्राम नगरपालिकालाई शिक्षा क्षेत्रमा त्यो पनि उहाँहरूले चाहिँ अलिकति शिक्षा क्षेत्रमा सुधार देख्नुभएको छ र उहाँहरूले त्यो सुधार हुँदै गएको कारणले हामी अनुरोध पनि गरेका छौँ र निजी क्षेत्रलाई हामीले सहयोग पनि गर्दै गएको कारणले उहाँहरू के हुन्छ ठिक छ, स्थानीय सरकार अन्तर्गत नै हामी छौँ भनेपछि हामीले पनि सहयोग गर्न पर्छ र राम्रो भावना उहाँहरूमा जागेर चाहिँ के भन्छ चाहिँ 250 जनाले चाहिँ पूर्ण छात्रवृत्तिको रूपमा चाहिँ एउटा मेयर छात्रवृत्तिको रूपमा दिउँ यसरी पनि पढाउँ भनेर चाहिँ एउटा सहमति भएको छ र हामी सम्झौता बनाएका छौँ। त्यसमा चाहिँ हामीले विभिन्न किसिमको क्राइटेरिया राखेर त्यो विद्यार्थीहरूलाई चाहिँ एउटा इन्ट्रान्स लिएर छनौट प्रक्रियाबाट गएर छनौट गरेर चाहिँ पाएक पर्ने प्याप्सन पद्धतिले पनि बनाएर पाएक पर्ने ठाउँमा चाहिँ हामीले यसरी चाहिँ त्यो विद्यार्थीहरूलाई चाहिँ पढ्नलाई पठाउने भन्ने यो एउटा चाहिँ सम्झौता पुरस्कार छ। हामीले सम्झौता पत्र हस्तान्तरण हुन्छ र यसलाई हामीले चाहिँ 2-4 दिनभित्र चाहिँ इन्ट्रान्स लिएर चाहिँ विद्यार्थीहरूलाई चाहिँ बोर्डिङ स्कुलमा पठाउने भन्ने चाहिँ यी कुराहरूलाई चाहिँ हामीले अगाडि बढाउनको लागि पत्रकार